आफ्ना मरिसकेका मालिकलाई 9 वर्षदेखि नेपालकै अस्पतालमा कुरिरहेकी काली, ललितपुरको अल्का अस्पतालको गेटमा मालिक आउने पर्खाइमा कुरिरहेकी कालीलाई के थाहा उनका प्रियजनले 9 वर्ष अगाडि नै संसार छाडिसके भनेर। अस्पतालका कर्मचारीले उनलाई भगाउने कोसिस गरे, कसैले अस्पतालको ढोकामा कुकुर बस्नु हुँदैन भने, तर 9 वर्षसम्म काली त्यहीँ पर्खिरहिन्। 9 वर्ष अघि एकजना बिरामी अल्का अस्पतालमा भर्ना भए। उनको अवस्था गम्भीर थियो। त्यो दिन उनीसँगै एउटा कालो कुकुर पनि अस्पताल आइपुगी। उसको नाम कोही कसैले राखेको थिएन। त्यो दिनदेखि उनलाई काली भनेर बोलाउन थालियो। युवक क्याबिनबाट भित्र छिर्छन् र काली ढोका बाहिर उनको पर्खाइमा बस्छिन्। मानौ उनी सोचिरहेकी थिइन् कि उनका मालिक यही ढोकाबाट बाहिर आएर उनलाई सँगै घर लिएर जानेछन्। तर दुर्भाग्यवश ती मानिस कहिल्यै निको भएनन्। अस्पतालमै उनको निधन भयो। परिवारले उनको अन्त्येष्टिका लागि उनलाई अर्कै ढोकाबाट लिएर गयो। तर काली उनी त्यहीँ बसिरहिन् जहाँ उनका मालिकले उनलाई अन्तिम पटक विदाई गरेका थिए। उनले अस्पताल छोडिनन्। त्यो दिनदेखि कालीले एउटा दिनचर्या पालन गरिरहेकी छिन्। एका बिहानै घामको किरणले जमिनलाई छोएसँगै काली अस्पतालको गेटमा पुग्छिन्। आउने जाने सबैलाई नियालेर हेर्छिन्। नयाँ मानिसहरू अस्पतालमा आउँदा उनी ध्यानपूर्वक उनीहरूलाई सुँग्छिन्। कतै यही मेरो मालिक पो हो कि? तर जब थाहा हुन्छ कि त्यो व्यक्ति उनका मालिक होइनन्, उनी निराश हुँदै चुपचाप फर्किन्छन्। साँझ 7 बज्दा उनको मन फेरि पुरानै क्याबिनतिर तानिन्छ। उनी क्याबिनको ढोकासम्म पुग्छिन्। त्यो ढोकालाई एकटकले हेर्छिन्। उनका लागि सम्झनाको त्यो ढोका कहिले बन्द भएन। कालीको माया त्यहीँ अडिएर बसेको छ। सुरुवाती दिनमा अस्पतालका कर्मचारीहरूले उनलाई भगाउने कोसिस गरे, कसैले अस्पतालको ढोकामा कुकुर बस्नु हुँदैन भने। तर बिस्तारै कालीको निरन्तर पर्खाइले सबैको मन पगालिदियो। अस्पतालका कर्मचारीहरूले बिस्तारै महसुस गर्न थाले कि उनी दिन प्रतिदिन एउटै दिनचर्या पालना गरिरहेकी छिन्। हरेक दिन उनी अस्पतालको ढोकामा बस्छिन्, हेरिरहन्छन्। मानौ उनलाई मालिक फर्कने विश्वासले एउटै दिनचर्या अपनाउन खटाइरहेको छ। बिस्तारै उनी अस्पतालको परिवार जस्तै भइन्। अस्पतालका कर्मचारीहरू उनलाई माया गर्न थाले। कालीलाई भोक लाग्दा क्यान्टिनमा गएर मायालु आँखाले हेर्थिन् र आफ्ना खुट्टाले इसारा गर्थिन्। उनको मलिन अनुहारले भन्थ्यो, मलाई भोक लागेको छ। कालीले कहिल्यै कुनै भाषा बोलिनन्, तर उनले आफ्नो माया र पीडा सबैलाई महसुस गराइन्। अस्पतालका सुरक्षा गार्डहरू कालीलाई देखेर मुस्कुराउन थाले। बिरामीहरू र तिनका परिवारले उनलाई स्नेह गर्न थाले। धेरैले कालीको कथा सुनेका छन्, धेरैले उनको व्यथा बुझेका छन्। कालीसँग एउटा छोरी पनि छिन्, सेतो र खैरो रङको कुकुर। त्यो कुकुर कहिलेकाहीँ उनलाई भेट्न आउँछन्। उनीहरू अस्पताल बाहिर खेल्छन्, तर अस्पतालभित्र छोरी कहिले आउँदिनन्। अस्पतालका कर्मचारीहरू भन्छन् उनको छोरीले पनि अस्पतालभित्र नआउने नियमलाई मान्दछन्। मानौ यो नियम कालीले सिकाएकी छिन्। कालीको जीवनभरिको त्यो प्रतीक्षा अस्पतालको प्रत्येक कुनामा महसुस गर्न सकिन्छ। उनका लागि त्यो अस्पताल केवल इटा र सिमेन्टको भवन मात्रै होइन, यो उनको मालिकसँगको अन्तिम भेट हो। त्यो क्याबिनको ढोका पुरानो हुँदैछ, तर कालीका लागि समय त्यहीँ अडिएको जस्तो छ। 9 वर्षदेखि यादहरू उस्तै ताजा छन्। उनी सम्झना उस्तै गहिरो। हामीलाई लाग्न सक्छ कुकुरको हृदय यति गहिरो हुन्छ र? डाक्टर विशाल चौधरी, एक पशु चिकित्सक, भन्छन् कुकुरको सम्झन सक्ने शक्ति गहिरो हुन्छ। उनीहरूले ठाउँ, समय र मानिसलाई याद गरिरहेका हुन्छन्। कालीका लागि यो अस्पताल उनको मालिकसँग जोडिएको अन्तिम सम्झना हो, जहाँ उनको पर्खाइ जीवन्त छ। कालीको माया केवल विज्ञान होइन, यो भावना हो जुन तर्क र समयको दायरा भन्दा माथि छ। कालीलाई सायद थाहा छैन कि उनका मालिक कहिल्यै फर्कने छैनन्, तर उनी यो यथार्थलाई स्वीकार गर्नै सक्दिनन्। उनी केवल माया गर्न जान्दैछन्, प्रतीक्षा गर्न जान्दछन्। जति समय बित्दै गयो उनको प्रतीक्षा अझै गहिरो हुँदै गयो। प्रत्येक बिहान उनको आशा फेरि जाग्छ। साँझमा उनी आफ्नै सम्झनाको संसारमा हराउँछन्। तर समय सधैँ उस्तै रहँदैन। यो 9-10 वर्षमा धेरै कुरा बदलिए। अस्पतालमा नयाँ कर्मचारी आए, पुराना बिरामी गइसके। समयले कालीलाई परिवर्तन गरिरहेको छ। उनको कालो रौँ अहिले सेतो हुन थालेको छ। उनका आँखामा पहिलेको जस्तो चमक छैन। उनी अलि ढिला हिँड्छिन्। उनी बुढी भएकी छिन्, तर उनको प्रेम कहिल्यै पुरानो भएको छैन। उनका लागि यो अस्पताल मन्दिर जस्तै हो। त्यो क्याबिन एक पूजा स्थान हो। आज पनि कालीको आँखाले त्यो क्याबिनलाई हेरिरहेको होला। जब उनको पुच्छरले नयाँ आशाको सङ्केत गर्छ, यसले आफ्ना प्रियजनप्रतिको माया र उसको अभावमा कोरिएको पर्खाइको कथा लेखिदिन्छ। कालीको कथा कुनै कहानी होइन। काली जस्तै माया गर्ने हृदय संसारमा बिरलै पाइन्छ। उनका लागि प्रतीक्षा केवल समय होइन, यो उनको माया र विश्वासको प्रतीक हो। काली अझै त्यही अस्पतालको गेटमा छिन् वा आफ्ना मालिक आउँदैनन् भन्ने थाहा पाएर अन्त कतै गइन्।
वा आफ्नो जीवन त्यागेर आफ्ना मालिकलाई भेट्न गइन् त्यो त थाहा छैन। तर कालीको यो पर्खाइले मानवता सकिएका हामी मानिसलाई एउटा कुकुरले आफ्ना मालिकलाई कतिसम्म माया गर्छ भनेर देखाइदिएको छ। मानवता हराइरहेको यो संसारमा एउटा पशु कुकुर कतिसम्म प्यारो हुन्छ? तपाईले काली जस्तै कुनै जनावर मानवता हराइरहेको यो संसारमा एउटा पशु कुकुर कतिसम्म प्यारो हुन्छ? तपाईले काली जस्तै कुनै जनावरसँग यति लगाव राख्नु भएको छ? कमेन्ट गर्नुहोला र यस्तै खोजमूलक भिडियोका लागि त्रिवेश टिभी हेर्दै गर्नुहोला। नमस्ते।